हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग र अहिले चाहिँ बिहान चाहिँ रेडी भइसकेको छु म अफिस जानको लागि र आज चाहिँ धेरै इम्पोर्टेन्ट काम रहेको छ त्यो गर्न सक्छु कि सक्दिनँ अफिस भ्याएपछि हेरौँ र अहिले चाहिँ निस्किने टाइम भइसकेको छ र म रेडी पनि भइसकेको छु चिसोमा बाहिर निस्किन मन लाग्दैन तर जानु पर्यो र अब चाहिँ निस्क्यौँ पहिला र अहिले चाहिँ छुट्टी भएपछि म एउटा स्टोर खोल्दैछु त्यो स्टोर चाहिँ यही छ जावलाखेलमै र ठ्याक्कै म अहिले जावलाखेल सोच्नु छु त्यो स्टोर चाहिँ यही नजिकै रहेको छ तर कहाँ छ त्यो चाहिँ मलाई खोज्नु पर्नेछ हेरौँ त्यसको लोगो चाहिँ म यतै हेरेको थिएँ कतै म चाहिँ खोजिरहेको छु प्रनिस स्टोर र चाहिँ मलाई भेटिरहेको छैन लोकेसनमा पनि म्यापमा पनि देखाइरहेको छैन सोध्नु पर्ला जस्तो छ र म चाहिँ यहाँबाट पहिला बाटो क्रस गर्छु त्यसपछि उता गएर हेर्छु कुन ठाउँमा छ त्यो स्टोर यहाँ चाहिँ लास्ट लेभलमा भिड रहेको छ प्रनिस स्टोरमा अहिले र म स्टोरबाट चाहिँ निस्किसकेको छु र म अहिले चाहिँ स्टोरबाट निस्किसकेको छु त्यहाँ चाहिँ जुन सामान खोज्न गएको थिएँ त्यो चाहिँ मिलेन त्यहाँ टाइम पनि लाग्यो यति लास्ट भिड रहेको छ थाहा थिएन तर धेरै त्यो सोसल मिडियामा एक्टिभ रहेको छ त्यही भएर चाहिँ त्यो स्टोर भिजिट गर्न गएँ काम चाहिँ बन्यो म चाहिँ जुन स्टोरमा गएको थिएँ जुन सामान लिनलाई त्यो सामान चाहिँ पाइएन म अब चाहिँ कोठातिर लागिसकेको छु किनभने त्यो अभाइलेबल नै थिएन अनि भिड चाहिँ लास्ट लेभलमा थियो के भनौँ अब चाहिँ मलाई अर्को दिन भोलि मेबी जान सक्छु छुट्टी लिएर अरू स्टोरमा र यहाँ चाहिँ एकान्त कुनामा चाहिँ अहिलेको भ्यू हेर्नुहोस् घामको इन्जोय गर्दैछ मान्छेहरू यहाँ र यहाँ चाहिँ अनलाइनमा केही अफलाइनमा चाहिँ केही हुन्छ समझमा आउँदैन के हुन्छ किनभने अनलाइनमा जुन सामान हेरेको थिएँ त्यो चाहिँ पाए पनि चाहिँ प्राइस धेरै लास्ट लेभलमा भनिरहेको थियो यहाँ चाहिँ टुरिस्टहरू इन्जोय गर्दैछ जति कुरा सुनिन्छ त्यति चाहिँ झमेला हुन्छ त्योभन्दा राम्रो डाइरेक्ट गर्नु लिनु या नलिनु त्यही हुन्छ अवश्य या त लिन्छु या त क्यान्सल नै गर्छु र आज पनि मेरो हिजोको टाइम जस्तै भइसकेको छ र आज पनि कति बेला पुग्छु हेरौँ भन्नाले अहिले 2:25 भइसकेको छ केही काम भएर आज पुरै घुमेर फर्केर आएँ न त स्टोरको काम भयो न त ब्याङ्कको काम भयो ब्याङ्कको काम गर्नको लागि नागरिकता चाहिँ ढुँडेर गएको थिएँ अब कसरी काम हुन्छ कुनै काम नै बनिरहेको छैन आजकल मेरो सबै काम ध्वस्तै भइरहेछ भनौँ फेरि अब भोलि के हुन्छ भोलि चाहिँ या त स्टोर जान्छु भोलि मेबी छुट्टी लिन्छु होला तर यति भिड थियो प्रनिस दाइको स्टोरमा फर्केर आइसकेँ अब के भन्नु म अहिले सोचेर गएको थिएँ त्यसको स्टोरमा चाहिँ यति राम्रो चाहिँ भन्नाले स्टोर चाहिँ ठुलो देखिन्थ्यो अनलाइनमा पसलमा गएपछि थाहा भयो कि पसल त सानो रहेछ तर सबजना धेरै भिड थियो लास्ट लेभलमा भिड थियो त्यहाँ अनि त्यहाँ चाहिँ आइफोन लिने भिड बढी थियो कोही रिपेयरको लागि आएको थियो कोही चाहिँ त्यहाँ चाहिँ न्यू लिनको लागि आएको थियो अनि म चाहिँ जुन कामले गएको थिएँ त्यो काम चाहिँ भएन मैले फर्केर आइसकेँ अनि त्यो पसलमा चाहिँ प्रनिस दाइ चाहिँ थिएन स्टाफहरू थियो
र अहिले चाहिँ पहिला पसल जान्छु, दुध लिएर आउँछु, चिया पकाएर चिया खान्छु। टाउको दुखिसक्यो, आज पनि आधी घन्टा ढिला भइसक्यो म। र अब चाहिँ पहिला पसलबाट गएर आउँछु। पसलबाट चाहिँ आइसकेँ र गएको थिएँ दुध लिनलाई, चटपटी लिएर आइसकेको छु यहाँ। के भनौँ, खानामा चाहिँ म कम्प्रोमाइज गर्न सक्दिनँ। चटपटी चाहिँ हेरेपछि खाऊ जस्तो मन लाग्यो, लिएर आइसकेँ। धेरै दिनपछि खाएर छु। अस्ति पसलमा खाएको त्यो नमिठो चटपटे, त्यो दिनदेखि आज खाइरहेको छु।